हामी यति बेला मृत्युदण्डवादी नागरिक अभियान नेपाल 2082 को केन्द्रीय सचिवालय कलङ्कीमा सचिवालयमा छौँ र अहिले चाहिँ हामी यसरी नै देशमा ज्यान मार्ने, भ्रष्टाचार गर्ने, बलात्कार गर्ने, देश टुक्र्याउने क्रूर र जघन्य अपराधीहरूलाई सजाय मृत्युदण्डसम्म गर्नुपर्छ र मृत्युदण्डको संवैधानिक व्यवस्था गर्नुपर्छ। देशको संविधान अधुरो र अपूर्ण भयो भनेर देशमा जनतालाई हक अधिकार सम्पन्न बनाउनको लागि मृत्युदण्डसम्मको सजाय नीति हुनुपर्छ भनेर रहेको सचिवालयमा मोरङबाट श्री आदरणीय दाजु चेडी थापाज्यू आएर यही नीतिमा बुझेर अफिसको सन्देश, हाम्रो अभियानको सन्देश बुझेर उहाँले पनि मृत्युदण्डको सजाय नीति जस्तो हुनुपर्छ भनेर हस्ताक्षर गरिरहनु भएको दृश्य मैले यहाँहरू सबैलाई सार्वजनिक गरेको छु। हस्त